सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कसित दुःख भागजन। यस वक्तृत्व कला प्रतियोगिताका सज्जीय अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निर्णायक मण्डल, सहभागी मित्रहरू र उपस्थित सम्पूर्ण महानुभावहरूमा म प्राप्ति लम्साल साथै मेरो विद्यालय क्रिस्चियन एकाडेमीको तर्फबाट हार्दिक नमस्कार एवं अभिवादन टक्राउन चाहन्छु। साथै आज हामी सारा विद्यार्थीहरूको लागि एक महत्त्वपूर्ण दिन सरस्वती पूजा पनि रहेकाले सम्पूर्णमा सरस्वती पूजाको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। आज विश्व हिन्दू महासंघद्वारा आयोजित नेपाली वक्तृत्व कला प्रतियोगितामा म प्राप्ति लम्साललाई नेपाली समाजमा सनातन धर्म र हिन्दू संस्कृतिको महत्त्वबारे आफ्नो भनाइ प्रस्तुत गर्ने सुनौलो अवसर दिनुभएकोमा धन्यवाद टक्राउँदै अब आफ्नो भनाइ सुरु गर्न चाहन्छु। साँच्चीकै सनातन हिन्दू धर्म नाम सुन्नसाथ आनन्द लागेर आउँछ। जब यो सृष्टिको उदय भयो त्यससँगै सनातन हिन्दू धर्मको पनि उदय भयो। जब यो पृथ्वीमा सूर्य उदायो, चन्द्रमा उदायो, ग्रह नक्षत्र थाहा भयो त्यससँगै सनातन हिन्दू धर्मको पनि आगमन भयो। यो प्रकृति पञ्च तत्त्वले बनेको छ, पृथ्वी, जल, वायु, अग्नि र आकाश। प्रकृतिद्वारा नै यो विश्व ब्रह्माण्ड धानिएको छ। हजुर, यही नै हो सनातन हिन्दू धर्म। उपस्थित महानुभावहरू, जबकि एक उत्कृष्ट सनातन धर्मको उदाहरणका रूपमा करोडौं वर्षदेखि चलिआएको संस्कार संस्कृतिको मार्गदर्शकका रूपमा हाम्रो पात्रलाई लिन सकिन्छ। ज्योतिष विज्ञानको जनगणना छ, त्यही अनुरूप अहिले बेला बेलामा हुने ऋतु परिवर्तन, वर्षा, सूर्य वा चन्द्रग्रहण आदिको समुन्नत ज्ञान अन्य कुनै धर्मनामधारी पन्थमा नै देखिँदैन। त्यसैले हामी गौरवका साथ भन्न सक्छौँ कि संसारको सबैभन्दा ठूलो र एक सांस्कृतिक पहिचान बोकेको धर्म भनेकै सनातन धर्म हो। यो धर्म मान्ने मानिसहरू ओमकार परिवारभित्र पर्दछन्। हिन्दू धर्ममा ओम शब्द ध्वनिको निकै महत्त्व रहेको छ। मानिन्छ जब पृथ्वीमा कुनै जीवन थिएन त्यसबेला ब्रह्माण्डमा एक आवाजको उत्पत्ति भयो, त्यस आवाजको उत्पत्तिसँगै जीवनको पनि उत्पत्ति भयो। त्यसैले हिन्दू धर्म अनुसार पृथ्वीमा जीवनको उत्पत्तिको आधार यही शब्दलाई मानिँदै आइएको छ। यो विज्ञानद्वारा नै साबित भइसकेको छ र अहिले विभिन्न धर्मका मानिसहरूले पनि यसलाई अनुसरण गर्दै आइरहेका छन्। उपस्थित महानुभावहरू, पछिल्लो समय पश्चिमी संस्कृतिको प्रभावले गर्दा हाम्रो धर्म र संस्कृतिको मूल्य र मान्यता लोप हुँदै गएको छ। आजकल कतिको सुन्नुहुन्छ त पूजाकोठामा घण्टीको आवाज। पहिला पूजाकोठामा घण्टीको आवाज सुनेर छोराछोरी नाति नातिना जुरुक्क उठेर पूजाकोठामा गएर हेर्थे अनि केही संस्कार सिक्थे। तर विडम्बना महोदय, अहिले कहिलेकाहीँ पूजाकोठामा घण्टीको आवाज सुन्दा पनि डिस्टर्ब भयो भनेर भन्ने हाम्रो पुस्ताले के सिक्ला संस्कार, के सिक्ला संस्कृति, के बुझ्ला धर्म र संस्कृतिको महत्त्व, के कस्ता गतिविधि भएका छन् त उनीहरूलाई बुझाउन सोच्नुपर्ने बेला आएको छ महोदय। हामी आए संस्कृतिमा यति रमाउन थाल्यौँ कि हाम्रो धर्म र संस्कृति जुनलाई पुरा विश्वले अनुसरण गर्दै आएको छ त्यसले हामीले अन्धविश्वास र परम्परावादी भनेर बुझ्न थाल्यौँ। आफ्नो धर्म र संस्कृतिको महत्त्व र महिमालाई उजागर गर्न खोजेनौँ। उपस्थित महानुभावहरू, सनातन धर्म अनुसन्धान भित्रको अनुसन्धान हो। यसलाई बाहिरबाट मात्र व्याख्या गरेर यो बुझिँदैन। सृष्टिको उदयसँग उदाएको यसको सुनौलो इतिहास छ। पछिल्लो समय हिन्दू धर्ममाथि प्रहार गर्ने कहीँ कतैबाट केही बाछिटा भित्रिए पनि यसको गतिलाई कदापि रोक्न सकिँदैन। यो आफैमा एक विज्ञान साबित भइसकेको छ। हिन्दू धर्मले ग्रहण गर्ने तुलसीको मठको पूजा, पिपलको रुखको पूजा, गाईको पूजा, नदीनालाको पूजा आफैमा एक विज्ञान साबित भइसकेको छ। तुलसीको मठ र पिपलको रुख एउटा यस्तो बिरुवा हो जसले अत्याधिक मात्रामा अक्सिजन उत्पादन गर्छ। नदीनाला सभ्यताको प्रतीक हो भने गाई एउटा यस्तो प्राणी हो जसले अक्सिजन नै लिन्छ र अक्सिजन नै फाल्छ। जहाँ नदीनाला छ त्यहाँ सहर हुन्छ अनि सभ्यताको विकास हुन्छ। हिन्दू धर्मले नदीनालाको पूजा गर्छ। यसको मतलब यो होइन कि हामीले नदीनालामा गएर अक्षता र पैसा चढाउनुपर्छ। हामीले नदीनालाको संरक्षण गर्नुपर्छ। हिन्दू धर्मले संस्कृतिको विकास गर्छ, संस्कार सिकाउँछ र सभ्यता जन्माउँछ। हिन्दू धर्म आफैमा एक धर्म होइन, यो एक समाज हो। यसको दर्शन छ, उपनिषद छ, यो समग्रताको रूप हो। यसको दर्शन भनेकै आफ्नो कल्याण भयो भने अरूको पनि कल्याण हुन्छ भन्ने सोच छ। यो आफू पनि बाँच्छ र अरूलाई पनि बाँच्न प्रेरित गर्छ। यसले राम्रो काम गर्नलाई ईश्वरको अवतार मान्छ। यसले शरीर मरेर गए पनि आत्मा कहिल्यै मर्दैन भन्ने कुरामा जोड दिन्छ। हाम्रो शरीर त जन्मन्छ, हुर्कन्छ, बुढो हुन्छ र मर्छ, तर हाम्रो आत्मा कहिल्यै मर्दैन। यो परमात्मामा गएर मिसिन्छ। मानव जातिले आफ्नो अस्तित्व र रहस्यबारे पूर्ण तरिकासँग अध्ययन गर्न सकिरहेको छैन। त्यसैले हिन्दू धर्मसँग आधारित एक महत्त्वपूर्ण ग्रन्थ गीतामा यसका विविध पक्षसँग जोडेर व्याख्या गरिएको छ। भनिन्छ गीताको अध्ययन नगर्ने मानिस कोही पनि एक दार्शनिक हुन सक्दैन, एक कुशल राजनीतिज्ञ हुन सक्दैन। गीताको अन्तिम सारमा मानव जाति र उसको जीवनबारे सही र सत्य बोलेको निचोडमा पुग्न सकिन्छ। अहिले विश्वमा अरबौं मानिसहरूले
गर्दछौँ। विश्वका प्रख्यात फोन कम्पनीका संस्थापक स्टिभ जबसले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई शान्ति